यसरी आउँछ एड तलतिर, यहाँ ब्रेभ भनेर तल एड आएको छ। यो तपाईँले जस्ता कन्टेन्टहरू हेर्नुहुन्छ त्यही प्रकारको एडहरू आउन सक्छ, कुनै पनि एड आउन सक्छ। यसलाई जस्ट क्लिक गरिदिए पुग्यो होइन, क्लिक गरिदिनुहोस् अथवा क्लोज गरिदिनुहोस्, यतिकै राखिदिनुहोस्, जे गर्दा पनि भयो। अरू ब्राउजरहरूमा चाहिँ एड आए पनि युट्युबमा जेमा पनि एड आए बाबत त्यो प्लेटफर्मलाई नै पैसा राख्छ। यो ब्रेभ ब्राउजरमा चाहिँ एड आउँछ, त्यो एड हेरे बापत हामीलाई पनि त्यो पैसा सेयर गर्छ। ब्रेभ ब्राउजरले एडको पैसा राख्छ, केही पर्सेन्टेज हामीलाई दिन्छ। त्यो चाहिँ यसरी गयो अहिले। यो ब्रेभ ब्राउजर एकदम सेफ छ, यो स्क्याम होइन, केही होइन। र पैसा पनि त्यति ठुलो चाहिँ होइन। जस्तै मैले ब्याट करेन्सीमा दिने गर्छ, ब्याट टु एयुडी अस्ट्रेलियन करेन्सी हाल्यो भने चाहिँ, जस्तै अस्ट्रेलियामा प्रायः जसो 10 देखि 15 ब्याट पाइन्छ महिनाको। कुनै कुनै देशमा 35-37 पनि पाउँदो रहेछ, मैले हेरेको थिएँ कम्युनिटीहरूमा। तर तपाईँ बसेको देशमा चाहिँ कतिसम्म ब्याट दिन्छ, त्यो कति एडहरू तपाईँकोमा आउँछ भन्ने त्यसमा डिपेन्ड गर्छ। सो 10 मैले हाल्यो भने पनि 2 एयुडी मात्र आउँछ महिनाको होइन। 2 एयुडी भनेको केही पनि होइन, अलमोस्ट लाइक नथिङ। तर समथिङ इज बेटर देन नथिङ भने जस्तै कमसेकम $2 त आउँछ, मैले केही गर्नु पर्दैन। जस्ट यहाँ एड आउँछ, त्यसलाई क्लिक गरिदिए पुग्यो। मैले आफ्नो काम गरिरहेको छु ब्राउजरमा, नर्मल्ली कम्प्युटरमा काम गरिरहेको छु। यदि तपाईँहरूले दिनभरि काम गर्नुहुन्छ, दिनको 5-7 घन्टा काम गर्नुहुन्छ भने योभन्दा बढी पैसा बनाउन पनि सम्भव छ। त्यसको लागि म सुरुबाट तपाईँहरूलाई गाइड गर्छु। यो भोइस ओभर मैले पछि गरेको छु, त्यही भएर मेरो तल फोटो मात्र आएको छ। सुरुमा चाहिँ ब्रेभ ब्राउजर भनेर हान्नुहोस् क्रोममा अथवा जुनसुकै इन्टरनेटमा, अनि यहाँ डाउनलोडको बटन होला, गेट डाउनलोड भइसक्यो। अब इन्स्टल हुन 2-4 मिनट लाग्ला। म इन्स्टल गर्दैछु। यसबाट पैसा कमाउन एकदम इजी छ, धेरै ठुलो पैसा चाहिँ आउँदैन, तर थोरै आइरहन्छ। प्यासिभ इन्कम भन्छ यसलाई। थोरै थोरै आइरहन्छ, त्यो भयो भने चाहिँ तपाईँहरूलाई सानो कमसेकम इन्टरनेटको बिल भर्न चाहिँ मद्दत गर्छ यसले, अथवा मोबाइलको बिल भरिरहन अथवा होइन सानो सानो कामहरूको लागि चाहिँ हेल्प गर्न सक्छ। चाहिँ मैले डिफल्ट ब्राउजर मैले ब्रेभ नै राख्छु, किनकि मैले प्रायः जसो यही ब्राउजर नै युज गर्ने गरेको छु। मैले पहिला चाहिँ क्रोम चलाएको थिएँ, क्रोमबाट चाहिँ म सबै कुराहरू इम्पोर्ट गर्छु है त। मेरो सबै डिटेलहरू क्रोममा सेभ थियो, 2टा प्रोफाइल थियो, मैले 2वटै सिलेक्ट गरेर इम्पोर्ट प्रोफाइल गरेँ। अब मेरो उता भएको सबै हिस्ट्रीहरू यतै आउँछ। यो अहिले नगरौँ होला। ओके, स्टार्ट भइसक्यो। माथिपट्टि सानो यो ब्रेभ रिवार्ड भन्ने एउटा अप्सन हुन्छ। मैले सुरुमा त एउटा नर्मल सर्च गरी हेरेँ होइन, सबै कुरा ठिक छ। यो सानो बटनमा क्लिक गर्नुहोस् अनि यसलाई टर्न अन गर्नुहोस्, स्टार्ट युजिङ। आफू कुन देशमा बसेर चलाउँदै हुनुहुन्छ त्यो देशको नाम हाल्नुहोस्। म चाहिँ अहिले अस्ट्रेलियामा छु, सो कन्टिन्यू। ओके, युआर अल सेट भनेको छ। अब चाहिँ एउटा कनेक्ट गर्नुपर्ने हुन्छ अकाउन्ट। यो अकाउन्ट अपवर्ड अकाउन्ट चाहिँ कसरी बनाउने त्यो बारेमा मैले एउटा भिडियो बनाएर यतै कतै राखिदिउँला। तर त्यो गर्न एकदमै सजिलो छ। अपवर्ड अकाउन्ट नयाँ क्रिएट गर्ने, त्यो गर्न गाह्रो छैन। मैले चाहिँ एउटा पनि एड हेरेको छैन यो महिना, सो मैले अब मेरो अकाउन्ट लगइन गरेँ। अपवर्ड अकाउन्ट यही नै हो, मैले अलरेडी साइन अप गरेर पहिल्यै बनाएर राखेको थिएँ, सो मैले लगइन गर्छु। यसलाई पनि अथोराइज गरेँ। मैले आफ्नो इमेल आइडी हानेँ अनि पासवर्ड हानेँ, नेक्स्ट गर्छु। अनि मेरो 2 फ्याक्टर अथेन्टिकेसन राख्न नभुल्नु होला है, यो चाहिँ मोस्ट इम्पोर्टेन्ट कुरा हो। कसैले आइडी पासवर्ड थाहा पायो भने पनि लगइन गर्न सक्दैन। सो मेरो खुलिसक्यो। युआर अर्निङ नाउ भनेर तल नोटिफिकेसन आइसकेको छ। सो यति करेन्सी चाहिँ मैले पहिला पाएको थिएँ। मेरो नेक्स्ट पेमेन्ट चाहिँ मे 7 छ। आई होप यु लाइक द भिडियो। मैले पेसिभ इन्कमका अन्य कुराहरूका बारेमा पनि भिडियो बनाउने कोसिस गर्नेछु है त, यही च्यानलमा राख्नेछु। च्यानललाई सब्सक्राइब गर्नु होला।